नमस्ते, म डाक्टर अर्चन शमशेर राणा, स्वस्थ मृगौला स्वस्थ जीवन अभियानको अभियन्ता। हाम्रो जनचेतना कार्यक्रम या जनचेतना तपाईहरूको सामु मृगौलाबाट कसरी बस्ने, मृगौला रोग लागिसकेपछि कसरी त्यसलाई अगाडि बढाउने है। किनकि मृगौला रोग भन्न साथ हामीले अन्तिममा मात्र आउने गर्छौं, एकदम डायलिसिस गर्ने अवस्थामा मात्र आउने गर्छौं। त्यसकारणले चाहिँ जनहितको लागि भनेर चाहिँ हामीले यो हाम्रो अभियान चाहिँ सुरु गरेको। अब मृगौलाबाट बस्नु, यो गर्ने त्यो गर्ने भनिरहेको छु। म तपाईलाई चाहिँ सिम्पल 5 वटा कुराहरू भन्छु है। योले चाहिँ जुन उमेरको समूहले पनि गर्न सकिन्छ। 5 वटा कुराहरू, यसमा चाहिँ तपाईले ध्यान दिनुस्। नम्बर 1, पानी है। पानी भनेको सबैभन्दा सस्तो, मिठो, राम्रो, साइड इफेक्ट नभएको औषधि भन्छु म है। पानी एकदम महत्त्वपूर्ण छ मृगौलाको लागि। त्यसकारण हरेक दिन 2 देखि 3 लिटर कम्तीमा पानी चाहिँ पिउने बानी राख्न एकदम राम्रो। 2 नम्बरमा चाहिँ एक्सरसाइज, व्यायाम। हजुर, एक्सरसाइजले गर्दा मुटु हैन, आँखा, प्रेसर, सुगर, साथसाथै किडनीलाई पनि राम्रो गर्छ। अब म खेतमा काम गर्छु, म किसान हो, मेरो त यतिकै एक्सरसाइज भइहाल्छ। म पसल छ मेरो, बिहानदेखि तलमाथि गर्छु एक्सरसाइज। मार्केटिङमा काम गर्ने मान्छे म, मेरो त यतिकै एक्सरसाइज हुन्छ। म गृहिणी हो, घरमा काम भइरहेछ बिहानदेखि बेलुकासम्म हो। यो सबै काम हो, यसलाई चाहिँ हामीले एक्सरसाइज या व्यायाम भन्न मिल्दैन। त्यसकारण यदि तपाईँ जुनै पनि काम गर्नुहुन्छ, एटलिस्ट दिनमा 15 देखि 20 मिनट, मिल्छ भने आधा घण्टा 45 मिनट राम्रो। तर भ्याउँदैन भने एटलिस्ट 15 मिनट चाहिँ तपाईँले दिनमा चाहिँ व्यायाम गर्नै पर्छ है। तेस्रो नम्बरमा चाहिँ खाना, आहार हो। डाइट, आहार चाहिँ एकदम इम्पोर्टेन्ट हो किडनीको लागि। के खाने के नखाने यो